Hello everyone, Namaste. I am Sujata Paudel and हाम्रो 90 days Go Reel challenge को day 50 today. Yes, and आज को beautiful topic struggling with engagement and why. So थुप्रै जनाले मलाई क्वेसन गर्नुहुन्छ हामीले आफ्नो कन्टेन्ट बनाउँछौँ अनि मार्केटमा हाल्छौँ मार्केट भने सोशल मिडियामा हाल्छौँ एन्ड हाम्रो कन्टेन्टको यत्रो रिजल्ट आउँदैन भ्युवर्स बन्दैन अनि के गर्नु भनेर सो यो कुराको लागि म अलिकति हजुरसँग कुरा शेयर गर्न चाहन्छु। फर्स्ट अफ अल हजुरले जो कन्टेन्ट तयार गर्नुहुन्छ त्यसमा हजुरले के कुरा राख्नुहुन्छ कसरी हजुरले थिङ तयार गर्नुहुन्छ भने हजुरको कन्टेन्ट कसरी तयार गर्नुहुन्छ। यस हजुरको कन्टेन्टमा फर्स्ट अफ अल इन्टरटेनमेन्ट हुनुपर्ने इन्स्पायरिङ हुनुपर्ने एन्ड एजुकेसन हुनुपर्ने वान मोर थिङ इमोसन हुनुपर्ने। यस सो यो हजुरले यो सबै कुरा गर्नुभयो भने हजुरको भ्युवर्ससँग अडियन्ससँग राम्रो बन्ड बन्छ। राम्रो बन्ड बनाउनको लागि एउटा कुरा मोर इम्पोर्टेन्ट छ, यु हेभ टु कन्टिन्यू कन्सिस्टेन्सी। आज हजुरले पोस्ट गर्नुभयो हजुरले अब 3 days पछि गर्नुहुन्छ 4 days पछि गर्नुहुन्छ त्यो बन्ड ब्रेक हुन्छ। डोन्ट डु द्याट, किप कन्टिन्यू एटलिस्ट दिनमा 1 या 2टा हाल्यो भने बहुत राम्रो हुन्छ। तर अगर एउटा पनि पोस्ट गर्नुहुन्छ भने कन्टिन्युसली गर्नुहोस्, त्यसले ब्रेक नगर्नुहोस् त्यो किनकि हजुरले हजुरको भ्युवर्स अनि अडियन्स तयार पार्नुभएको छ भने हजुरको कन्टिन्यू उहाँले हजुरको पोस्टको फलो गर्नुहुन्छ, हजुरको पोस्टको वेट गर्नुहुन्छ। सो डोन्ट ब्रेक द्याट। यस एन्ड हजुरले जुन पनि पोस्ट बनाउनु भएको छ यस त्यो ट्रुथ हुनुपर्ने। फर इक्जाम्पल आज म गएँ थिएँ फ्लशिङ साई बाबा मन्दिर एन्ड वहाँबाट मैले लाइभ गएँ अनि लाइभ गएर मैले साई बाबा मन्दिरको बारेमा कि म यहाँ आएको छु एन्ड हामीले यहाँ धेरै राम्रो निकै टाइमपछि गएको थिएँ भनेर लाइभमा मैले सबै विस्तारले भने एन्ड मेमोरियल डे ह्याप्पी मेमोरियल डे एभ्रीवान। सो ह्याप्पी मेमोरियल डेको बारेमा पनि मैले कुरा गरेँ अनि बिजनेसको बारेमा पनि कुरा गरेँ। सो यस ट्रुथ स्टोरी वाट यु डुइङ इफ द वे हजुर घरमा खाना बनाउँदै हुनुहुन्छ, घरमा हुनुहुन्छ या काममा जानुहुन्छ या फेरि आफ्नो फ्यामिलीसँग हुनुहुन्छ, जे पनि गर्नुहुन्छ बिजनेसको बारेमा बोल्नुहुन्छ, ट्रुथ एभ्रिथिङ हजुरको ट्रु लाइफमा हुनुपर्छ, हजुरको स्टोरी ट्रु हुनुपर्छ। सो अर बिजनेसको बारेमा पनि यदि कुनै क्वेसन आइरहेछ भने ट्रुथ भन्नुपर्छ। सो यस यसरी हजुरले आफ्नो एङ्गेजमेन्ट आफ्नो अडियन्ससँग राख्न सक्नुहुन्छ। सो यदि हजुरले पनि लाग्छ यो बिजनेस हजुरको लागि राइट वे हो एन्ड हजुरले यो बिजनेसबाट आफ्नो लाइफ चेन्ज गर्न सक्नुहुन्छ भने यदि हजुरसँग कुनै क्वेसन छ भने फिल फ्री हजुरले मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई एभ्रिवान।